सपना देख्नु भनेको आँखा बन्द गर्नु होइन, आँखा खोलेर असम्भवलाई चुनौती दिनु हो। बाटो लामो होला, गन्तव्य टाढा होला, पाइलामा घाउ पनि लाग्ला, तर यात्रा घाउले होइन, हिम्मतले मापन हुन्छ। थाक्न सक्छौ तर रोकिनु हुँदैन, ढल्न सक्छौ तर हार्नु हुँदैन, किनकि सपना त्यहीँ पुग्छ जहाँ हिम्मतले हार मान्न सिकेको हुँदैन। मानिसहरूले भन्लान् अब पुग्यो, तर तिम्रो अन्तर्मनले भनिरहोस् अझै धेरै बाँकी छ, किनकि हरेक असफलता अन्तिम अध्याय होइन, त्यो त अर्को सफलताको सम्भावना हो। हावा विपरीत चलोस्, समय प्रतिकूल बनोस्, संसारले ढोका बन्द गरोस्, तर तिमी आफ्नो बाटो आफै बनाऊ, किनकि पहाडहरू हेरिरहनेले होइन, चढ्नेहरूले पार गर्छन्। दौड अरूसँग होइन, हिजोको आफैसँग गर, हरेक दिन अलिकति अगाडि बढ, सानो पाइला पनि उभिएर बस्नुभन्दा ठुलो हुन्छ। र सम्झ, गन्तव्यभन्दा पनि सुन्दर त्यो साहस हुन्छ जसले तिमीलाई हरेक पटक फेरि उठ्न सिकाउँछ। त्यसैले सपना देख, हिँड, लड, तर सिक, किनकि जीवनले रोकिएकालाई होइन, अविरल हिँड्नेलाई आफ्नो गन्तव्य उपहार दिन्छ। हिँड्नेलाई आफ्नो गन्तव्य उपहार दिन्छ। यो नै हो तिम्रो नरोकिने सपना।